नमस्कार, म नारायण खत्री। आजको यस भिडियोमा म विपन्न लक्षित छात्रवृत्ति परेका विद्यार्थीहरूको रेकर्ड भेरिफिकेसन पिएमटी स्कलरसिपको रेकर्ड भेरिफिकेसन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन लागिरहेको छु। यो पिएमटी को स्टुडेन्टको रेकर्ड भेरिफिकेसन चाहिँ विद्यालय आफैले गर्न सक्दैन, यो पालिका युजरबाट मात्रै गर्न मिल्दछ। यसका लागि पालिकाले सुरुवातमा आफ्नो इमेजको ड्यासबोर्ड खोल्नु पर्ने हुन्छ। आफ्नो पालिका युजरबाट इमेज खोलिसके पश्चात यो EIEPMT UMS भन्ने जुन यो मेनु छ, यो मेनुमा क्लिक गर्नुपर्छ। यसमा क्लिक गरे पश्चात यहाँ PMT स्टुडेन्ट भेरिफिकेसन भन्ने देखिन्छ, यसमा क्लिक गरौँ। यसरी क्लिक गरे पश्चात यहाँ सेलेक्ट इयर भनेको ठाउँमा वर्ष 2081, ग्रेड भनेको ठाउँमा कति कक्षा हो त, 5 कक्षा हो कि 8 कक्षा हो, जस्तो अहिले मैले 8 कक्षा भनेर छाने। अब प्रोभिन्स भनेर आफ्नो कुन प्रोभिन्स हो त्यो प्रोभिन्स छानौँ। त्यसै गरी जिल्ला आफ्नो जिल्ला छानौँ र आफ्नो पालिका छानौँ। यसरी छाने पश्चात र अन्त्यमा गएर लोड गरौँ। यसरी लोड गरे पश्चात उक्त पालिकाभित्र कक्षा 8मा 2081 सालको कक्षा 8मा अध्ययन गरी पिएमटी स्कलरसिपको फर्म भरेका विद्यार्थीहरू जो छनौट भएका छन् उनीहरू सबैको नामावली यहाँ देखा पर्दछ। अब कुन चाहिँ विद्यार्थीको रेकर्ड भेरिफिकेसन गर्न लागि हो, उक्त विद्यार्थीको नामको सबैभन्दा अन्त्यमा देखिएको यो एक्सन भन्ने बटनमा क्लिक गर्नु पर्दछ। एक्सन भन्ने बटनमा क्लिक गरे पश्चात यहाँ यस्तो यो सेभ पिएमटी स्टुडेन्ट भेरिफिकेसन इन्फर्मेसन भन्ने एउटा फर्म आउँदछ। अब यहाँ अहिले उक्त विद्यार्थी कुन कक्षामा पढ्छ अनि कुन विद्यालयमा पढ्छ, यी सबै कुराहरू चाहिँ यहाँ उल्लेख गर्नुपर्छ। सबैभन्दा पहिले करेन्ट स्कुल इमेज कोड, अहिले उक्त विद्यार्थी कुन कक्षामा पढ्छ। जस्तो अहिले मैले उक्त विद्यार्थी पढ्ने विद्यालयको नाम यहाँ राखिसकेको छु। कक्षा भनेर अहिले 9 कक्षा, गत वर्ष 8 कक्षामा थियो भनेपछि अहिले 9 कक्षा। करेन्ट रजिस्ट्रेसन नम्बर, उसको जुन 16 अङ्कको रजिस्ट्रेसन नम्बर हुन्छ त्यो रजिस्ट्रेसन नम्बर चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। यो नम्बर यहाँ राखिसके पश्चात अब सब्जेक्ट भनेर चाहिँ अब सब्जेक्ट कुन हो त, टेक्निकल स्ट्रिम हो कि साइन्स हो कि जेनरल स्ट्रिम हो, यो तीनवटा मध्ये एउटा। अर्थात् अब त्यो विद्यार्थीले साधारण धार पढेको छ भने जेनरल भनेर छानौँ र यहाँ गएर हामीले क्लिक गर्दाखेरि यो जुन सर्च जस्तो बटन देखिएको छ यो सानो, यसमा हामीले यो निलोमा क्लिक गर्यौँ भने गेट स्टुडेन्ट डिटेल भन्ने देखिन्छ। यहाँ हामीले क्लिक गर्ने बित्तिकै उक्त विद्यार्थी एलिजिबल छ कि छैन भनेर यहाँ देखाउँदछ। यसरी हेर्दा उक्त विद्यार्थी एलिजिबल देखिसकेको छ। अब उक्त विद्यार्थीको ब्याङ्कको नाम, उक्त विद्यार्थीले कुन ब्याङ्कमा खाता खोलेको हो, त्यसै गरेर उक्त ब्याङ्कको कुन शाखामा खोलेको हो र एकाउन्ट नम्बर, उक्त विद्यार्थीको ब्याङ्क खाताको एकाउन्ट नम्बर र उसले कक्षा 8मा प्राप्त गरेको जिपिए, प्रिभियस जिपिए भनेको गत वर्ष उसले कति जिपिए प्राप्त गर्यो 2081 मा, त्यो हामीले यहाँ राख्न सक्छौँ। र रिमार्क्समा खासै केही राख्नु पर्दैन भने अपलोड कबुलियतनामा भन्ने छ, यहाँ चाहिँ हामीले कबुलियतनामा जुन चाहिँ 2 MB भन्दा सानो, यसलाई सकेसम्म सानो फाइल बनाएर चाहिँ हामीले अपलोड गर्न सक्छौँ। जेपिजी फाइल मात्रै हामीले यसमा अपलोड गर्न सक्छौँ। यो चुज फाइल भनेकोमा हामीले फाइल ल्याएर यहाँ राख्न सक्छौँ भने अन्तिममा यो इज भेरिफाइड भन्नेमा यहाँ टिक गर्नुपर्ने हुन्छ। यहाँ टिक गरे पश्चात हामीले सेभ गरेपछि उक्त विद्यार्थीको चाहिँ रिपोर्ट कार्ड जेनेरेट भएर आउँछ र उक्त रिपोर्ट कार्ड चाहिँ हामीले प्रिन्ट गरेर विद्यार्थीलाई दिन सक्छौँ र हाम्रो भेरिफिकेसनको काम सकिन्छ। हस् त, धन्यवाद।